फ्यामिली फेरि म गौरव पर्छ होइन अनि फेरि म स्ट्रिट उयो गरिरहेको थिएँ नि त अनि मैले अझै एकजना आन्टी भेटेँ जसले चाहिँ जस गरिराख्नु भएको रहेछ र इन्ट्रोड्युस गरौँ न त है हजुरको नाम के हो मेरो हजुर मेरो तेजी तामाङ तेजी तामाङ यी गर्नु त सुनको दाँत छ त हो हजुर यी गर्नु त देखाइदिनु त हाम्रो साथीहरूलाई यी गर्नु न हल्का अनि यिनीहरू चाहिँ के हुन् दिदी अर्गानिक हो हजुर अर्गानिक अर्ग्यानिक हो कहाँ हो तपाईँको आफ्नो घर मेरो रसुवा मलाई दिदी मलाई यो तपाईँको सोक हो कि के हो यो गोल्डन दाँत चाहिँ दाँत हजुर ए हामी अब दाँत राख्नमा लागि राखेको ए सोक भनौँ भने पछाडि रात लाग्यो ए सोकै भयो यी गरिदिनु त एकचोटि फेरि यो चाहिँ गोल्डन टिथ छ है कति पर्यो दिदी खै अब धेरै वर्ष भइसक्यो त्यही बेला त हामी 10,000मा गरेको 10,000 रसुवा भने पछाडि रसुवादेखि नै प्रोडक्ट हुन्छ यो रसुवादेखि आउँछ मुस्ताङदेखि आउँछ ए अनि यो यिनीहरूलाई के भन्छ यो के हो मुस्ताङ दाल सिमी दाल मुसुरो दाल च्याक्ला फापर पिठो कोदो जौ सातु पनि छ है कसरी छ यिनीहरूको के केजीको हिसाब केजी हेरे छ 200 यो दाल के भन्छ मकैको होइन मकै च्याक्ला कति छ यसको 150 छ यिनीहरू चाहिँ 160 यिनीहरू पनि त्यो च्याक्ला नै हो मिक्स तर अनि यो भनेको यसको दाल मुस्ताङे दाल अनि यो मुसुरो रसुवा मुसुरो ए दालै हो नि होइन हजुर अनि यिनीहरू चाहिँ के भन्नु सातु कुन अरे यो कसरी छ जौ सातु 250 जौको सातु 250 अनि अरू कुन मकै पिठो 100 फापर 200 यो सातु हो है ए हुन्छ दिदी अनि यिनीहरू चाहिँ यो कोदो है कसरी छ यसको 150 है अर्गानिक हो अच्छा हुन्छ पहिला दिदी किन जियो छ अब भन्नुहुन्छ 500-800 हुन्छ भन्नुहुन्छ दिनको 10,000 रुपियाँ रहेछ रेन्ट अनि घरमा कतिजनाहरू हुनुहुन्छ अरे हामी 3-4 जना हुन्छ 3-4 जना कमाउने चाहिँ तपाईँ आफ्नै नै हो है ए भनिसके पछाडि तपाईँको कमाइ आफूमा निर्भर भयो तपाईँमा निर्भर भयो सबैजनाहरू रसुवाबाट हुनुहुन्छ है यो सबै रसुवाबाट आएको हो नि होइन अच्छा अनि उयो पुलिसहरूले आएर तपाईँहरूलाई डिस्टर्ब त गर्दैन नि यसमा पुलिसहरूले आएर यहाँ त गर्दैन अब बिहान चाहिँ त्यो 8 बजेसम्म त्यो तरकारी बजारमा चाहिँ 8 बजेसम्म दिन्छ तपाईँको गुनासो चाहिँ के अरे दिदी भन्नु न गुनासो के भने हजुर हामी यस्तो दुःख गरेर खानुपर्छ हजुर तर नगरपालिकाले लहार्छ हामीलाई गरेर खाने नि दिएको छैन अलि अब 1-2 घन्टा 3-4 घन्टा नि दियो भने हामीलाई अलि राम्रो हुन्थ्यो त्यस्तै हो के यो तिर्नु पर्छ यहाँ बसेको तिर्नु पर्दैन यहाँ त तिर्नु पर्दैन ठिकै छ अब जे छ नि कति वर्ष भयो यो कारोबार गर्न थालेको कारोबार धेरै वर्ष भएन 2-3 वर्ष भयो 2-3 वर्ष भयो है वर्ष जति भयो भनेपछि तपाईँको यो नहुँदाखेरि महिनामा कति जस्तो हुन्छ होला महिनामा अब हुन्छ 20-30 हजार हुन्छ होला त्यति हुन्छ नानीहरू कत्रा छन् ठुल्ठुलो छ अब 12 सक्यो अब सबै के अरे 12 सकेर बाहिरको परिरहेको छ तपाईँले सबै हेरिराख्नु भएको छ है परिवारलाई देखि लिएर यताउति सबै हेरिराख्नु भएको छ ल दिदी ल